वेल मैले चाहिँ काटेर ननिस्केको सनस्क्रिनको ट्युबलाई यसरी काटेर पनि निकालेर प्रयोग गर्न सकिन्छ भनेर हजुरहरूलाई भनेको थिएँ। तर कति धेरैजनाले चाहिँ यसरी ट्युब काटेर धेरै दिन राखेर सनस्क्रिन प्रयोग गर्ने गरिसारेछ। सो त्यो चाहिँ फेरि भएन है। किन हुँदैन त्यसरी गर्न भनेर यसको साइन्टिफिक रिजनहरू चाहिँ म हजुरहरूलाई यो भिडियोमा भन्न गइरहेको छु। नम्बर 1 मा पर्छ अक्सिडेसन एन्ड इन्ग्रेडियन्ट ब्रेकडाउन। यो भनेको चाहिँ ट्युब काटिसकेपछि हावा र प्रकाश सजिलैसँग भित्र जान सक्छ, जसले गर्दा केमिकल फिल्टर्सहरू अक्सिडाइज हुन्छ र युभीए युभीबी प्रोटेक्सन गर्ने पावर डिक्रिज हुन्छ। सो यसले काम गर्दैन। 2 मा छ कन्टामिनेसन। यो भनेको चाहिँ ट्युब काटिसकेपछि हामी हातले नै निकाल्छौँ। यदि हाम्रो हातमा कीटाणुहरू छ भने सजिलैसँग भित्र जान सक्छ, जसले गर्दा कीटाणु सङ्क्रमण हुने चान्सेस पनि धेरै हुन्छ। र अर्को भनेको चाहिँ तापक्रमको असर। खुल्ला ट्युबले चाहिँ आफ्नो टेम्परेचरलाई सजिलैसँग गुमाउँछ। सो सनस्क्रिनको क्वालिटी आफै घटेर जान्छ। र अर्को भनेको प्रिजर्भेटिभ फेलियर। सनस्क्रिनको प्रिजर्भेटिभ चाहिँ बन्द इन्भाइरोमेन्टको लागि बनाएको हुन्छ। ट्युब काटिसकेपछि यो सजिलैसँग फेल हुन्छ र सनस्क्रिनले कामै गर्दैन। सो हजुरले सनस्क्रिन काटेको छ भने त्यो दिन नै लगाएर सकिदिनुपर्छ। सकेन भने अर्को डब्बामा हालेर राखेर अथवा धेरै दिनको लागि साँचेर राखेर प्रयोग गर्ने चाहिँ मिल्दैन है। त्यसरी गर्न थाल्यो भने कामै गर्दैन र रिजल्ट नै आउँदैन।